यहाँ सुत्ने त यहाँ यति भए पुग्छ क्या यो सबै फर्निचर त चाहिन्न नि एसी त चाहिन्छ कुन चाहिँ कोठा फाइनल गरियो त्यहाँ उतापट्टिको कोठा पक्का आज यहीँ बस्नुहुन्छ आज अलि ओछ्यान भएन छ भोलिदेखि गर्छु आज उतै आविष्कार केन्द्र जाने बिहान 8 बजी भित्रमा खाइसक्छु बेलुका 9-10 बजीतिर खाने त किचन ठिक छ मन्त्रीज्यू ठिक छ गोठामा बसेको मान्छेलाई यस्तो सुत्ने पनि यतै अब बस्ने भने मेरो उमेरको मेरो साथीहरू छँदै छैनन् म चाहिँ त्यो 40 कटेको मान्छेहरूसँग मिल्दैन कुरै मिल्दैन मेरो अहिलेदेखि होइन उहिलेदेखि हो म चाहिँ उमेर बढी भए पनि दिमाग चाहिँ अलिकति कलिलै छ हेर्नु जाँगर चल्दै काम गर्ने जाँगर अलिकति थाकियो भने सुत्ने अनि फेरि सुतेर फेरि उठेर जाँगर चल्छ अनि काम गर्ने मेरो तरिका त्यो छ 1:30 बजे मलाई चाहिँ सूचना आयो राष्ट्रपति कार्यालयमा चाहिँ उहाँले भन्नुभयो 2 बजे राष्ट्रपति कार्यालयमा सूचना पुगेको अरे ल सचिवजीले भन्नुभएको झुटो बोले ल कता जे गर्नु पर्ने भोलि गरौँ कति भयो मृत्यु होइन अब यहाँ सबैभन्दा ठुलो कुरा के छ त भन्दाखेरि यो नयाँ मन्त्री भएको हुनाले होइन यसको ओएनएम भन्छ अपरेसन एन्ड म्यानेजमेन्ट अब यो नयाँ नियमहरू सबै बनाउनु पर्छ अरू मन्त्रालयहरूको आफ्नो नियम छ आफ्नो तरिका छ सबैले पुरानो मन्त्रालयले बनाइसकेका छन् अब यो नयाँ मन्त्रालय भएको हुनाले अब यसको लागि ओएनएम चाहिँ गरेर अब कसरी गर्ने भन्ने कुराहरू सबै जिरोबाट सुरु गर्नुपर्ने हुन्छ त्यस कारणले यहाँ चाहिँ यो विस्तार गरौँ भन्ने कारण यो हो र है त सिग्नेचर चाहिँ के को लागि गर्नु भएको के छ त्यसमा निर्णय यो ओएनएम गर्ने भनेछ के अब यसको लागि अब यो मन्त्रालय कसरी चलाउने यो नयाँ मन्त्रालय भयो नयाँ मन्त्रालय कसरी चलाउने गर्दाखेरि ओएनएम गर्दाखेरि एउटा टिम त चाहियो अब त्यहाँको ऐन अनुसार त्यसरी टिम खडा गर्ने भन्ने ऐन त सधैँ छ त्यही अनुसार चाहिँ यो गरेको हो ल यति हो केही छैन यो सोच चाहिँ भोलिदेखि टिम बनाएर र एउटै कुरा सोच के छ भने यो हामीले यो विज्ञान प्रविधिको विकासको लागि चाहिँ ढिलो हिँडेर चाहिँ ठाउँमा पुगिँदैन एकदम द्रुत गतिमा यो चाहिँ रात दिन काम गरेर अगाडि बढ्ने हो र म चाहिँ के भन्न चाहन्छु भने पत्रकारहरू मार्फत सम्पूर्ण अरू आम जनतालाई पनि एउटा जानकारी के दिन चाहन्छु भने म यो पदमा चाहिँ म धेरै बस्दैन मैले अब जे जति गर्न सकिन्छ सकेसम्म रात दिन काम गरेर 5 वर्षको हो यो के अरे सरकार 5 वर्षमा चाहिँ मैले रात दिन काम गरेर बढीमा 3 वर्ष बढीमा है मैले यहाँ घोषणा गर्छु म यो 3 वर्ष बस्ने हो यो मन्त्री भएर खाने हैन 5 वर्ष कार्यकाल पुरा गर्दैन मलाई अब यसको त्यसपछि चाहिँ के हुन्छ भने नयाँ युवा भाइ बहिनीहरूलाई नयाँ युवा नेताहरूलाई चाहिँ अब यो चाहिँ एउटा राम्रो एउटा जग बसालेर फाउन्डेसन बसालेर बलियो फाउन्डेसन बसालेर चाहिँ यो छोड्ने हो मन्त्रीज्यू सबै कुरा नयाँ गर्ने भन्नुभयो अघि 3 वर्षमै तपाईको भिजन चाहिँ पुरा होला त अनि नयाँ आउने मान्छे भिजन पुरा हुँदैन भिजन त यो 50 वर्षमा पनि सकिन्न 5 वर्षसम्मै कार्यकाल अहिले हामीले गर्ने भनेको चाहिँ फाउन्डेसन बनाउने जग बसाल्ने विज्ञान प्रविधिको विकासको लागि जग बसेकै छैन नेपालमा जिरोबाट सुरु गर्ने हो त्यसकारणले 2-3 वर्षभित्रमा रात दिन काम गरेर फेरि दिउँसो मात्र काम गर्ने राति काम नगरेर अब मन्त्रालयमा बस्ने हो अब यहाँ छलफल गर्नुपर्छ बस्ने खाने तपाईँको मन्त्रालयमै हुने हो है सुत्ने पनि यतै अब बस्ने हुने त्यही अरू कुरा छैन भोलि पर्सि गरौँ होला भाइहरूले कुराहरू म चाहिँ प्रष्टसँग ओपनली राख्छु एउटा कुरा चाहिँ के थाहा भने म बढीमा चाहिँ 3 वर्ष बस्छु मैले भनिसकेको छु म बढीमा 3 वर्ष बस्ने हो त्यसपछि नयाँ जेनेरेसनको युवाहरूलाई चाहिँ तयार गरेर सुम्पेर उनीहरूलाई चाहिँ एउटा कुरा बताइदिनु न मन्त्री जसरी मन्त्रीको कुर्सीमा आइपुग्नु भयो यो विषयमा तपाईलाई कुनै संकेत जानकारी वा केही थियो कि के थियो
सङ्केत जानकारी नभएर त बिहान 1 बजेको चाहिँ सदनमा गएँ त म होइन सदनमा गएँ। सरप्राइज भयो तपाईँको लागि। अब सदनमा गएँ 1:20-1:25 बल्ल जानकारी भयो। सम्पूर्ण यो एकदमै नयाँ मन्त्रालय विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सम्पूर्ण परिवारहरूलाई चाहिँ अब म आज नियुक्त भएको नवनियुक्त भनौँ मन्त्रीको हैसियतले चाहिँ म तपाईँहरूलाई चाहिँ धन्यवाद दिन चाहन्छु। यो चाहिँ यो स्वागत कार्यक्रम राख्नु भएको छ है, स्वागत कार्यक्रम राख्नु भएको छ। त्यस कारणले यो स्वागत कार्यक्रम राखेको दिनमा कोही निर्देशन भन्ने चाहिँ हुँदैन, तैपनि केही कुराहरू म राख्न चाहन्छु। पहिलो कुरा त के हो भन्दाखेरि यो नयाँ मन्त्रालय हो। नयाँ मन्त्रालयलाई यो सञ्चालन गर्नको लागि हुन त यो मन्त्रालय शिक्षा मन्त्रालयसँग जोडिएको थियो, तर म आफै शिक्षा मन्त्री हुँदाखेरि र त्योभन्दा पहिल्यैदेखि पनि विज्ञान विषय सम्बन्धी म चाहिँ त मेरो आफ्नो जीवन नै कमसेकम जीवनको 20-25 वर्ष भनेको चाहिँ 1/4 जीवन चाहिँ मैले यो क्षेत्रमा बिताएको छु। सिंहदरबार यो 25 वर्षमा धेरै धाएको छु। त्यस कारणले थाहा छ। त्यसैले अब म के भन्न चाहन्छु भने यो नयाँ मन्त्रालयलाई नयाँ किसिमले काम चाहिँ गर्नुपर्छ र काम गर्दाखेरि रात दिन भन्न चाहिँ पाइन्न। ल यो कुरा चाहिँ मैले चाहिँ भन्न चाहन्छु। रात दिन किन भन्न पाइन्न भन्दाखेरि हामीले रात दिन गरेर काम गरेनौँ भनेदेखि देशमा चाहिँ विज्ञान प्रविधिको विकास हुँदैन। अब नयाँ नयाँ राजनीतिक दलहरू आउनुहुन्छ, उहाँहरू सबै राजनीतिक दलहरूले के घोषणा गर्नुहुन्छ भने सरकारहरूले के घोषणा गर्छन् भने देशलाई चाहिँ समृद्धि बनाउने भनेर सबै राजनीतिक पार्टीहरूले घोषणै गर्छन्। नयाँ सरकार आउँदाखेरि जहिले पनि घोषणा गर्छन्, तर देशलाई चाहिँ समृद्धि बनाउनको लागि त्यो चाहिँ विज्ञान प्रविधि नवप्रवर्तन, खास गरी यो नवप्रवर्तन भन्ने चिज, विज्ञान प्रविधिमा नवप्रवर्तन भन्ने जुन काम छ यो नगरिकन देश समृद्धि हुँदैन। अनि देश समृद्धि भएन भने देशमा चाहिँ रोजगारी सिर्जना हुँदैन। रोजगारी सिर्जना भएन भने मान्छेले काम पाएन भनेदेखि मान्छेको दिमाग बौलाउँछ, अनि बौलाएपछि चाहिँ अनेक किसिमको चाहिँ अब अशान्तिहरू देशमा फैलिन्छन्। त्यस कारणले देशलाई चाहिँ एउटा स्थायित्व दिनको लागि, देशलाई चाहिँ अब के अरे आर्थिक रूपमा चाहिँ एउटा समृद्धि बनाएर शक्तिशाली बनाएर देशको अस्तित्व वर्षौँ वर्षसम्म, सयौँ वर्ष, हजारौँ वर्ष सबैलाई देश चाहिँ हजारौँ वर्ष टिकोस् भन्ने चाहिँ लाग्छ। हजारौँ वर्ष चाहिँ देशलाई चाहिँ यो टिकाउनुको लागि विज्ञान प्रविधि र नवप्रवर्तनको चाहिँ के अरे सहयोग नलिकन हुँदैन। मैले चाहिँ एकदमै ठोकेरै भनिरहेको, अहिलेसम्म यो कुरा धेरैलाई मैले यो कुरा भन्दाखेरि धेरैको चाहिँ कान पनि दुखिसक्यो होला क्या। एउटै कुरा चाहिँ पटक कति पटक चाहिँ सुन्दाखेरि त कान दुख्छ नि कतिको त। त्यस कारणले यो प्रविधि यो मन्त्रालयले गर्ने काम भनेको देशको अर्थतन्त्रको विकास गर्नको लागि टेवा पुर्याउने, विज्ञान प्रविधि र नवप्रवर्तनको माध्यमबाट। अब विज्ञान प्रविधिले देशको अर्थतन्त्रलाई कसरी टेवा पुग्छ भन्ने कुरा त साधारण मान्छेलाई पनि थाहा छ। जति पनि हामी अब अहिलेको यो कलियुगको समय भन्छौँ यो होइन, उपभोक्ता अरे सबैलाई नयाँ नयाँ चिज, राम्रो चिज लगाउन प्रयोग गर्न मन लाग्छ। अब त्यो प्रयोग गर्नको लागि चाहिँ अब जसरी भए पनि हामीले चाहिँ अहिले चाहिँ के भइरहेको छ भन्दाखेरि विदेशबाट आयात भइरहेको छ। देशमा जति पनि चिजहरू बनिरहेको छ, अब ठुलो चिज त अब साधारण वस्तुहरू पनि देशमा उत्पादन हुँदैन। त्यस कारणले त्यो सबै चिजहरू बाहिरबाट ल्याउँदाखेरि चाहिँ के हुन्छ भने देशको पैसा चाहिँ बाहिर गइरहेको छ र त्यसलाई भन्छ व्यापार घाटा भइरहेको छ। देशको विकास गर्नुपर्ने पैसा बाहिर गइरहेको छ। त्यस कारणले यो म चाहिँ यो विज्ञान प्रविधि यो मन्त्रालय, यो नवप्रवर्तन मन्त्रालयलाई मैले चाहिँ अहिले चाहिँ यहाँ चाहिँ ठुला रकेटहरू उडाउने, चन्द्रमामा पुग्ने अथवा ठुला चाहिँ वैज्ञानिक अनुसन्धान आविष्कारहरू गर्ने
भन्ने कुरा त्यो हुँदै गर्दै गरौँला। तर भोलिदेखि चाहिँ के त भन्दाखेरि नवप्रवर्तनमा चाहिँ जोड दिनुपर्छ। नेपालमा बनाउन सक्ने चिज नेपालमै बनाउने, सबै चिज नेपालमा बनाउन सकिँदैन। नेपालमा जति पनि चिजहरू आयात हुन्छ त्यो आयात हुने चिजहरूमा कमसेकम 20, 25, 30% चिजहरू नेपालमै बनाउन सकियो भने 25-30% व्यापार घाटा त कम हुने भयो नि। अनि नेपालको पैसा बाहिर नजाने भयो। अब त्यो नेपालमै बनाउँदाखेरि त्यसको बनाउनुको लागि चाहिँ के हुनु पर्यो भन्दाखेरि त्यसको अनुसन्धान हुनु पर्यो। त्यो भनेको नवप्रवर्तन हो। नवप्रवर्तन भनेको कुनै नयाँ चिजहरू आविष्कार गर्ने होइन। नयाँ चिजहरू वैज्ञानिकहरूले आविष्कार गर्छन्। वैज्ञानिकहरूले आविष्कार गरेको चिजलाई चाहिँ त्यसमा आफ्नो दिमाग लगाएर नयाँ चिजहरू बनाउने। जस्तो उदाहरणको लागि म दिन्छु, अहिले सबैको हातमा मोबाइल छ। मोबाइलको आविष्कार गर्ने वैज्ञानिक एउटा हो। तर अहिले मोबाइल कम्पनीहरू संसारभरि छ। यहाँ यो कोठामा पनि हेर्ने हो भने अनेकौँ थरीका 20औँ 50औँ थरीका मोबाइल कम्पनीहरूले बनाएको मोबाइल सबैको हातमा छ। तर आविष्कारक त एउटा हुन्छ। तर त्यो कसैले आविष्कार गरेको चिजलाई चाहिँ आइडियालाई चाहिँ सुधार गरेर अल्लाह त्यसलाई भन्छ नवप्रवर्तन गरेर चाहिँ नयाँ चिजहरू बनाएर बिक्री गर्ने। कुनै चिज बनाउँदाखेरि के हुन्छ त भन्दाखेरि बनाउनको लागि नवप्रवर्तन गर्नको लागि इनोभेसन गर्नको लागि चाहिँ पैसा धेरै खर्च हुन्छ। धेरैभन्दा धेरै पैसा खर्च हुन्छ। अनि त्यो खर्च भएको पैसा चाहिँ सरकारले हाम्रो तर्फबाट सकेसम्म हामीले चाहिँ नवप्रवर्तकहरूलाई चाहिँ उपलब्ध गराउनुपर्छ। पैसाभन्दा सहुलियत दिनुपर्छ। त्यस कारणले हाम्रो मन्त्रालयको मुख्य उद्देश्य चाहिँ के हुन्छ त भन्दाखेरि नवप्रवर्तनलाई चाहिँ जोड दिन्छ। यसमा वैज्ञानिक अनुसन्धानहरूलाई पनि हामीले जोड दिने हो। वैज्ञानिक अनुसन्धान भनेको युनिभर्सिटीहरूमा ठुला भनौँ न साइन्टिस्टहरूले गर्ने युनिभर्सिटीहरूमा त्यो एकाडेमिक रिसर्च हो। एकाडेमिक रिसर्चलाई पनि हामीले हेर्ने पर्छ र एकाडेमिक रिसर्चको साथसाथै एप्लाइड रिसर्च अथवा इनोभेसनलाई चाहिँ इक्वली त्यो चाहिँ बराबर रूपमा चाहिँ हामीले चाहिँ के अरे प्राथमिकता दिनुपर्छ जोसुकैले पनि। त्यस कारणले हामी यो अहिलेको म भोलिदेखि नै एउटा के देखाउँछु भने तपाईँहरूलाई यो विज्ञान मन्त्रालयको सम्पूर्ण साथीहरूलाई म के भन्छु भनेदेखि नवप्रवर्तनमा जोड गर्नुहोस्। नवप्रवर्तन जोड गर्नुहोस् र एकाडेमिक रिसर्च जुन हुन्छ वैज्ञानिकहरूले गर्ने जुन रिसर्च हुन्छ त्यसको लागि चाहिँ युनिभर्सिटीका ठुला अनुसन्धानकर्ताहरू रिसर्चरहरू प्रोफेसरहरू हुनुहुन्छ उहाँहरूले त्यतातिर बल गर्नुहोस् र रिसर्चरहरूले पनि वैज्ञानिकहरूले पनि त्यसलाई चाहिँ कसरी चाहिँ व्यावहारिक रूपमा रूपान्तर गरेर देशको लागि चाहिने चिजहरू देशमा नै उत्पादन गर्ने भन्ने हो र त्यो चाहिँ रातारात हुँदैन। र मैले चाहिँ के भनिराखेको छु भने यसको चाहिँ अहिलेको यो 5 वर्षमा यो एउटा फाउन्डेसन मात्रै बस्ने हो। फाउन्डेसन मात्रै बसाल्न सकियो भने पनि अर्को 5 अर्को गरेर 10-15 वर्षमा नेपालमा पनि केही न केही चिजहरू धेरैभन्दा धेरै सकेको कुनै पनि देशले आफ्नो देशलाई चाहिने सबै चिज उत्पादन गर्दैन। तर हामीले चाहिँ आफ्नो देशलाई चाहिने सकेको जति नसक्ने ठुलो चाहिँ अहिले नै सपना देख्नु हुँदैन। सक्ने जति चिज साधारण जस्तो कृषकहरूलाई चाहिने औजारहरू त बनाउन सकिन्छ हैन। यहाँ चाहिँ सबैभन्दा ठुलो चाहिँ यो सदनमा पनि सुनिन्छ र जनताको पनि आवाज छ। बाँदरलाई चाहिँ कसरी नियन्त्रण गर्ने, बाँदरकोबाट चाहिँ कसरी चाहिँ आफ्नो बाली जोगाउने भन्ने। अब त्यो चाहिँ एकदमै नेपालभरिको ठुलो कोरोना जस्तै समस्या हो। त्यो कोरोनाको कालमा हामीलाई थाहा छ कति समस्या भएको थियो भने जस्तै त्यो बाँदरको समस्या पनि त के हो त कोरोनाकै जस्तो समस्या हो हैन। अब नेपालमा चाहिँ केही गर्न खोज्ने युवाहरू एकदमै नयाँ किसिमका के अरे नवीन सोच भएका युवाहरू छन्। उनीहरूलाई कसरी चाहिँ पालन पोषण गर्ने, उनीहरूलाई कसरी सहयोग गर्ने, किनभने युवाहरूलाई नवप्रवर्तन गर्ने युवाहरूलाई नवीन सोच भएका युवाहरूलाई एकदमै प्रतिभाशाली युवाहरूलाई सृजनशील युवाहरूलाई चाहिँ
हामीले पालन पोषण गर्नै पर्छ र यो विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय भनेको देशको प्रतिभाहरूलाई देशको चाहिँ एकदमै सृजनशील युवाहरूलाई नयाँ नयाँ सोच भएका व्यक्तिहरूलाई चाहिँ पालन पोषण गर्ने मन्त्रालय बनोस् भन्ने चाहिँ म चाहन्छु र मेरो फोकस चाहिँ त्यसैमा हुनेछ। हेर्नुहोस्, प्रतिभा भएको युवाहरूलाई पालन पोषण गर्नको लागि सजिलो छैन। एक किसिमले हेर्ने हो भने सजिलो पनि छैन, किनभने प्रतिभा भएको मानिसहरू एकदम नवीन नवीन सोच भएका मानिसहरू चाहिँ अलिकति तिनीहरू साधारण मानिसभन्दा अलि फरक हुन्छन्। उनीहरूको सोचाइ काम गर्ने तरिका फरक हुन्छ र उनीहरूलाई चाहिँ कसरी हुन्छ फकाएर फुलाएर कसरी हुन्छ यो नयाँ नयाँ आइडिया निकाल्नको लागि चाहिँ म मन्त्रालयको सम्पूर्ण साथीहरूलाई चाहिँ म अनुरोध गर्छु। यो चाहिँ साधारण अरू मन्त्रालय चलाए जस्तो अरू विभाग चलाए जस्तो गरेर चाहिँ प्रतिभा भएको मानिसहरू युवाहरू त्यो चाहिँ तिनीहरूलाई पाल्न सकिँदैन, राख्न सकिँदैन कि देशमा। जसरी हुन्छ देशमा यो देशका प्रतिभाशाली युवाहरूलाई देशमा नै कसरी हुन्छ राख्ने मन्त्र निकाल्नुपर्छ। अब त्यतिले पुग्दैन। अब नेपालको अहिलेसम्म यत्रो वर्षसम्म विदेशमा हाम्रो प्रतिभाहरू पलायन भइरहेका छन्। त्यो प्रतिभाहरूलाई पनि कसरी हुन्छ नेपालमा तान्ने उपाय, उनीहरूलाई मोहनी लगाउने उपाय भनौँ न एक किसिमले, यो चाहिँ हामीले गर्नै पर्छ। त्यसो गरेर विदेशमा भएकाहरूलाई सकेसम्म उहाँहरूलाई पनि अनुरोध गर्ने, उहाँहरूले पनि कुनै भाउ नखोजी विदेशमा भएकाहरूले पनि हामी त विदेशबाट त्यहाँ आउनलाई हामीलाई के गर्ने भनेर भाउ खोज्नु हुँदैन। विदेशमा भएको भने आफ्नो मातृभूमिलाई सम्झेर आउने हो, यहाँ मातृभूमिलाई सम्झेर आउने हो। अब सरकारले हामीले गर्न सक्ने सहयोग उहाँहरूलाई गर्छौँ, विदेशमा भएकाहरूलाई पनि। देशमा भएका प्रतिभाहरू अब त्यो पनि लाज नमानिकन अब आफ्नो आफ्नो चाहिँ के अरे अनुसन्धानको कुराहरू गर्नलाई चाहिँ अगाडि सर्ने हो। अब खोज्नु पनि पर्ने हुन्छ। कुनै कुनै अवस्था कस्तो पनि आउँछ भनेदेखि कुनै एकदमै नवीन सोच भएका राम्रो राम्रो सोच भएका युवाहरू छन्, तर तिनीहरू कहीँ लुकेर बसिरहेका छन्। त्यस्ता कुना काप्चामा लुकेर बसेका युवाहरूलाई पनि हामीले कसरी हुन्छ खोजेर ल्याउने र उनीहरूलाई चाहिँ सहयोग गर्ने भन्ने किसिमको वातावरण बनाउनुपर्छ। र यो 4-5 वर्षको यो अवधि त यस्तो किसिमको वातावरण बनाउनै लाग्छ, नयाँ नयाँ अनुसन्धानहरू नहोला। त्यसैले यो कुराहरू चाहिँ हाम्रो यो मन्त्रालयका हाम्रो जति पनि राष्ट्रसेवक साथीहरू हुनुहुन्छ उहाँहरूले चाहिँ सोचाइ चाहिँ अरू मन्त्रालयमा जसरी गर्नुहुन्छ त्यो चाहिँ त्यसरी चाहिँ यो मन्त्रालय चाहिँ चल्नेवाला छैन। अनि मैले भने रात दिन काम गर्नुपर्ने हुन्छ, किनभने म त यहीँ सुत्ने हो। अब यहीँ सुत्ने हो, यहीँ बस्ने हो। अब सरकारले कुनै भनौँ न क्वार्टर दियो भने त्यति जाउँला, नत्र क्वार्टर नपाउन्जेलसम्म त म यहीँ बस्ने हो है। अब सरकारले तुरुन्तै क्वार्टर दिनेवाला छैन, मलाई पनि थाहा छ होइन। ठिक छ, मलाई त्यो झन् यहीँ बस्न पायो, क्वार्टरमा भन्दा यहीँ बस्न पायो भने मलाई चाहिँ खुसी। किनभने म जहाँ बस्ने त्यहीँ काम गर्न पायो भने अब जाँगर चल्दै काम गर्ने, जाँगर अलिकति थाकियो भने सुत्ने, अनि फेरि सुतेर फेरि उठेर जाँगर चल्छ अनि काम गर्ने। मेरो तरिका त्यो छ। त्यसैले यो गर्नु होला। र म फेरि के पनि भन्न चाहन्छु भने मैले अब हाम्रो प्रधानमन्त्रीज्यूलाई म अरू चाहिँ अब भनौँ न अरू साथीहरू सबैलाई आम जनतालाई म के पनि भन्न चाहन्छु भने म यो मन्त्री चाहिँ धेरै बस्दैन। म चाहिँ मन्त्री बढीमा 3 वर्ष बस्छु भन्ने मेरो मनमा नै गुनिरहेको छु। किनभने 3 वर्षमा चाहिँ मैले 5 वर्ष 6 वर्षमा गर्ने काम 3 वर्षमा सकेर अनि यसको जिम्मा एउटा राम्रो जग बसालिदिएर जिम्मा चाहिँ युवाहरूलाई चाहिँ दिने हो। देश बनाउने भनेको युवाहरूले हो क्या, बुढाहरूले चाहिँ सहयोग गर्ने हो, बुढाहरूले सहयोग गर्ने हो होइन। म त युवा नै हो होइन, तर अलिकति 72 वर्ष पुगेको युवा हो होइन। उमेरले दिनले म चाहिँ अलिकति बढी भए पनि म चाहिँ मेरो जोस जाँगर मेरो सोचाइ चाहिँ छैन। म 30 वर्षको हो नै भनेको छु जहिले पनि। त्यसकारणले युवाहरूलाई चाहिँ हस्तान्तरण गर्नै पर्छ भन्ने मान्यताको मान्छे हुँ म। त्यसैले यो मन्त्रालय पनि मैले 5 वर्षसम्म समातेर राखेर बस्नेवाला छैन। त्यसैले सकभर अब परिस्थिति भविष्यमा कस्तो आउँछ थाहा छैन, तर अहिले नै मोटामोटी मैले सोचेको कुरा के हो भने
म बढीमा 3 वर्ष यो मन्त्रालयमा बसेर गर्न सक्ने काम गरौँला। त्यो अवधिमा चाहिँ नयाँ नयाँ युवाहरूलाई चाहिँ अगाडि सारेर अनि यो चाहिँ जिम्मा भविष्यका कर्णधारहरूलाई सुम्पर्ने छु भन्ने कुरा गर्दै मैले चाहिँ मेरो कुरा यहीँ टुङ्ग्याएँ। ल सबैलाई चाहिँ धन्यवाद। के सोध्ने लो धेरै कुरा सोध्ने होइन, राजनीतिको बारेमा सोध्ने होइन, राजनीतिको बारेमा मैले कुरै गर्दैन। ल तपाईँको लागि भनेर सरकारले मन्त्रालय नै छुट्याइदियो, तपाईँ साह्रै भाग्य मानी मन्त्रालय नै छुट्याइदियो सरकारले, अनि तपाईँ मन्त्री गर्नुभयो। अब निर्वाचनमा लड्दाखेरि स्वतन्त्र नै उठेर जित्नुभयो, राष्ट्रपतिले समर्थन गर्यो। अब तपाईँ राष्ट्रपतिको अफिसियल सांसद भनेर भन्न पाइन्छ? पाइँदैन। त्यो चाहिँ पटक्कै म कोही पार्टीमा लाग्ने मान्छे होइन। अघि मैले चाहिँ प्रष्टसँग भनिरहेको छु, अहिले पनि भने म 3 वर्ष बढीमा 3 वर्ष हुने हो र यो म चाहिँ राष्ट्रपा को अब हाम्रो भनौँ न पार्टीले को जुन बहुमत छ सरकार बनाएको छ, अब म यहाँ मन्त्री भएपछि म चाहिँ राष्ट्रसभामा गयो भनेर धेरैले भन्लान् भन्ने मान्छेहरू नेपालमा धेरै छन्। मैले चाहिँ के भने म चाहिँ राजनीति मान्छे होइन, म चाहिँ समाज सेवा गर्ने मान्छे हो। यो मन्त्री भएर पनि समाज सेवा गर्न सकिन्छ भन्ने उदाहरण देखाउने मान्छे हो। म त्यो उदाहरण देखाउन चाहन्छु। त्यस कारणले राजनीतिको कुरो चाहिँ मैले यहाँ चाहिँ कुनै पटक्कै गर्दैन। कसैलाई पनि राजनीतिक हिसाबले चाहिँ कुनै किसिमको पूर्वाग्रह राख्ने के गर्ने चाहिँ मबाट चाहिँ हुँदैन। तर भन्ने मान्छेहरूले भनिरहन्छन्, भन्नेको चाहिँ मुख सुन्न सकिँदैन, भनिरहनु। मन्त्रीज्यू, योभन्दा अगाडि मन्त्री हुँदाखेरि जुन उमेरको प्रधानमन्त्री हुनुहुन्थ्यो त्यसका आधी उमेरको प्रधानमन्त्रीको नेतृत्वमा तपाईँ अहिले मन्त्री बन्दै हुनुहुन्छ, के फरक होला काम गराइमा अथवा योजना? पक्कै फरक हुन्छ नि। युवाहरूले काम गर्नुपर्छ। युवाहरूको चाहिँ के अरे जोस जाँगर र अब भनौँ न उमेर पुगेकोहरूको जोस जाँगर फरक हुन्छ। प्रष्टसँग यो सबैलाई थाहा भएकै कुरा हो। अहिले देश बिग्रुनुमा चाहिँ के भएको त भन्दाखेरि एउटा प्रमुख कारण चाहिँ के छ त भन्दाखेरि अब वृद्धहरूले नै अब भनौँ न देशलाई हाँक्छु भन्ने, अनि दिमागले मनले त देशलाई हाँक्छु भनिन्छ, तर काम गराइ त्यसको सोचाइदेखि लिएर त्यसको सक्रियतादेखि लिएर हुँदैन क्या। उमेर पुगेपछि हुँदैन। म चाहिँ एउटा अलिक फरक छु। म किन फरक छु भने उमेर पुगे पनि मैले चाहिँ अहिलेसम्म जिन्दगीमा चाहिँ 25-30 वर्षभन्दा बढी उमेरको मान्छेसँग काम गरेकै छैन। मेरो उमेरको मेरो साथीहरू छँदै छैनन्। मेरो उमेरको त के 40-45 वर्षको मान्छेहरू पनि मेरो साथीहरू छैनन्। म चाहिँ त्यो 40 कटेको मान्छेहरूसँग मिल्दैन, कुरै मिल्दैन मेरो, अहिलेदेखि होइन उहिलेदेखि हो। त्यस कारणले म चाहिँ उमेर बढी भए पनि मैले चाहिँ मेरो सोचाइ चाहिँ दिमाग चाहिँ अलिकति कलिलै छ। हेर्नुहोस् उमेर पो बढी भयो त दिमाग त कलिलै छ क्या है। मन्त्रालयमा फेरि 40 माथिकै होला नि, स्टाफहरु पुरै नमिले जस्तो गाह्रो होला नि। मिलाउनु पर्छ नि। एउटा प्रश्न प्रकाश पनि काण्डेलज्यूबाट, यहाँले अघिदेखि नै नयाँ पुस्तालाई अगाडि बढाउनुपर्छ, म 3 वर्ष खान्छु भनिरहँदा तपाईँको जो पार्टीको सरकार छ त्यो पार्टीमा 182 जनामा 32 जना युवाहरू, 32 वर्षका युवाहरू, 32 भन्दा बढी सूचना प्रविधि पढेका विज्ञहरू हुनुहुन्छ। तपाईँले ती युवालाई किन नबनाएको? उहाँलाई बनाउनुहोस्, मलाई बनाउनु भन्दा भन्नुभयो भन्नुभयो। अरे मैले त भनिरहेको थियो, सबैले सुरुदेखि नै मलाई के भनिरहेको थियो भने आफू मन्त्री हुनलाई यसले चाहिँ विज्ञान प्रविधि मन्त्रालयमा आएको हो, यो चाहिँ मन्त्री हुन्छ भन्ने अब अलिकति हुन्छन् नि त्यस्ता तत्त्वहरू, त्यस्ता तत्त्वहरूले आफू मन्त्री हुन भनिरहेको। मैले बारम्बार भनिरहेको छु, प्रधानमन्त्रीज्यूलाई पनि मैले भनेको थिएँ राम्रो मन्त्री खोज्नुहोस्, एकदम युवा, अलिकति जोस जाँगर, युवा मात्र भएर जोस जाँगर मात्र भएर हुँदैन, यो विषय बुझेको, यसको महत्त्व बुझेको मान्छे चाहिँ लाई मन्त्री बनाउनुहोस्। सकेसम्म त्यस्तो मन्त्री खोज्नुहोस्। पाएन भने तपाईँ आफैले यो मन्त्रालय राख्नुपर्छ, प्रधानमन्त्रीले नै यो मन्त्रालय राख्नुपर्छ। अरू त्यो काम नगर्ने अब युवा जोस नभएको मन्त्रीलाई यो विज्ञान मन्त्रालय राखिदियो भने यो चाहिँ काम गर्दैन भनेर मैले भनेकै छु, प्रष्टसँग भनेको छु। त्यसैले म चाहिँ मन्त्री हुनलाई यो मन्त्रालय मैले मागेको होइन। अब मैले मागिहालेँ, अघि सकेसम्म अर्को मन्त्री खोज्न लगाएकै हो, नपाएपछि आफैले पासो परियो। यहाँ पासोमा परियो होइन।
अब के गर्ने पाठौँमा परे पनि अब ठिकै छ एउटा राष्ट्रलाई हेरेर मातृभूमिलाई हेरेर चाहिँ मैले चाहिँ यो मन्त्रालय चाहिँ जसरी हुन्छ मेरो दिमागले भ्याएसम्म अब सकेसम्म चाहिँ राम्रो गर्ने हो। कुनै कहिले कहिले के हुन्छ भने राम्रो गर्छु भन्दै पनि कुनै चिज बिग्रिएको हुनसक्छ, बिग्रिन्छ पनि, अनि बिग्रियो भने त्यसबाट फेरि पाठ सिकेर अगाडि बढ्ने हो। र मैले युवाहरूलाई बारम्बार भनिरहेको कुरा के छ भने कुनै काम गर्नको लागि नडराऊ, काम गरिहाल, बिग्रियो भने त्यसबाट सुधार पाठ सिक भन्ने कुरा हो। मैले पनि जिन्दगीमा गर्ने नै यही हो। अब त्यो के अरे वीरगञ्जको कृषि औजार कारखानालाई चाहिँ यो विज्ञान प्रविधि मन्त्रालयले पैसा छुट्याउन सक्दैन, बजेट छुट्याउन त पाइँदैन। अब त्यसको लागि त चलाउनको लागि त किताब त नबेचिकन सुखै छैन। अब किताब चाहिँ कसरी बेच्ने भन्ने चाहिँ यहाँ आइडिया निकाल्नुपर्छ होइन। अहिले अब मन्त्री भइसकेपछि अब हिजो अस्ति जस्तो बाटोमा शनिबारको छुट्टीको दिन बेच्न त नपाइएला, तर कुनै एउटा निश्चित एउटा के हुन्छ आइडिया निकालेर किताब नबेचिकन त त्यो कारखाना चल्ने होलै छैन हगि। त्यो चाहिँ अथवा कुनैलाई कुनै उपाय साथीहरूलाई भन्छु उपाय निकाल, कसरी बेच्ने किताब चाहिँ बेच्न नछोड भन्ने कुरा चाहिँ हुन्छ। म पनि त्यो किताब बेच्ने काममा प्रत्यक्ष रूपमा अथवा अप्रत्यक्ष रूपमा म हुनैपर्छ। अब भोलि भविष्यमा अब उद्योग मन्त्रालयले त्यो चाहिँ कारखाना ल भयो तपाईँले दुःख पायो हामी लिन्छु भनेर भन्यो भने होइन ठिकै छ, त्यो किताब नबेचौँला। तर जबसम्म सरकारले त्यो उद्योग मन्त्रालयले त्यो कारखाना चलाउनको लागि तयारी भएर आउँदैन तबसम्म त मैले आफूले गरेको काम त छोड्नु हुँदैन र कुनै न कुनै उपाय निकालौँला। जस्तो मन्त्री तपाईले चलाइरहनु भएको आविष्कार केन्द्र र मन्त्रालयको बिचमा के सहकार्य कनेक्सन केही हुँदैन, त्यो केही हुँदैन। पहिलो कुरा धेरैलाई थाहा नभएको कुरा के हुनसक्छ भने महावीर कुण्डको आविष्कार केन्द्र भन्छन्, यो आविष्कार केन्द्र मेरो होइन। म अघिल्लो पटक चाहिँ मन्त्री हुँदाखेरि मन्त्री हुने भयो भनेर उहाँ ताप्लेजुङबाट यहाँ आउँदाखेरि मैले चाहिँ मन्त्री हुनेको 2 दिन अगाडि राजीनामा दिएको हो अध्यक्षको पदबाट। म औपचारिक रूपमा राष्ट्रिय आविष्कार केन्द्रमा त्यति बेला छैन। त्यति बेला बोर्ड मेम्बरहरूमा हाम्रो डाक्टर डम्बर नेपाली भन्ने हुनुहुन्छ, उहाँलाई चाहिँ अध्यक्ष बनाएको छ, अरू बोर्ड मेम्बरहरू हुनुहुन्छ। र मैले चाहिँ त्यति बेला पनि के भनेको हो भने म चाहिँ मन्त्री भएँ भने अब सबैले भनिरहेको थियो अब आविष्कार केन्द्रलाई पैसा छुट्याउनु पऱ्यो, बजेट छुट्याउनु पऱ्यो भन्थ्यो। मैले छुट्याउँदैन, मैले आविष्कार केन्द्रलाई बजेट छुट्याउँदैन, किनभने छुट्यायो भनेदेखि अब त्यो चाहिँ सबैले रिस उठ्छ होइन, स्वार्थ बाजिन्छ, त्यस कारणले छुट्याउँदैन भनेको हो। अहिले पनि चाहिँ म यो विज्ञान प्रविधि नवप्रवर्तन मन्त्रालय भएर ल आविष्कार केन्द्रलाई तुरुन्तै छुट्याउने भन्ने चाहिँ त्यो हुँदैन। यस्ता आविष्कार केन्द्र जस्तो मैले एउटा मोडल एउटा उदाहरण देखाउनको लागि त्यो खोलिदिएको, त्यस्तो केन्द्रहरू अरू ठाउँमा पनि खुलोस् भन्ने चाहना हो। र त्यस्ता किसिमका खोलेका केन्द्रहरूलाई चाहिँ हामीले चाहिँ धेरैभन्दा धेरै भनेर चाहिँ जतासुकै नवप्रवर्तन केन्द्र चाहिँ खोलिँदैन, तर 2-4वटा नवप्रवर्तन केन्द्र जहाँ चाहिँ देशभरिका चाहिँ इनोभेसन गर्न चाहने, रिसर्च गर्न चाहने युवाहरूले चाहिँ आएर ढुक्कका साथ कुनै चिन्ता नलिकन रिसर्च इनोभेसन गर्न चाहन्छ भने त्यस्तो केन्द्र चाहिँ खोल्ने हो। र अहिलेको राष्ट्रिय आविष्कार केन्द्र पनि त्यो हो। त्यहाँ चाहिँ जो आएर केही रिसर्च इनोभेसन गर्न चाहन्छ भने उसलाई केही चिन्ता हुँदैन, उसले दिमागको मात्र चिन्ता हुन्छ, अरू कुरा ऊ चाहिँ एकदमै स्वतन्त्र छ। त्यो ढुक्क भएर काम गर्ने केन्द्र चाहिँ 2-4वटा नेपालमा खोल्नुपर्छ। तर एकैचोटि खोल्ने भनेर चाहिँ धेरै खोलिँदैन, 1-2वटा कुरा ठाउँमा चाहिँ उदाहरणको लागि खोलेर बिस्तार स्टेप बाई स्टेप त्यो खोलिन्छ। र अब यो नवप्रवर्तन गर्नको लागि चाहिँ त्यो कुरालाई चाहिँ बढी जोड दिन्छ। अहिले मैले भने 5-10 वर्षभित्रमा 10 वर्षभित्र भनौँ न, 10 वर्षभित्रमा नेपालमा आयात हुने साना चिजहरू, ठुलो चिजहरू भन्दिनँ म चाहिँ, ठुलो अहिले जस्तो कार बनाउने, टेस्ला बनाउने अथवा केही मङ्गल ग्रहमा जाने अथवा चाहिँ कुनै ठुलो चिजहरू गर्ने त्यस्तो भन्दिनँ। साना चिजहरू चाहिँ उत्पादन नेपाललाई चाहिने चाहिँ नेपालमै उत्पादन गर्ने काममा चाहिँ विज्ञान मन्त्रालयको जोड हुन्छ। त्यो उत्पादन मन्त्रालयले गर्ने होइन, त्यस्तो उत्पादन गर्न चाहनेहरूलाई
रिसर्च इनोभेसन गर्नको लागि वातावरण तयारी गरिदिने र उनीहरूले चाहिँ कुनै चिजको विकास गरून् र त्यसलाई चाहिँ उद्योग मन्त्रालयले चाहिँ त्यहाँ चाहिँ एउटा के भन्छ स्टार्टअप कोर्सहरू हुन्छ। अब त्योबाट चाहिँ उद्योग मन्त्रालयले चाहिँ उनीहरूलाई उद्यमशील बनाउने। हाम्रो काम चाहिँ उद्यमशील बन्नुभन्दा अगाडिको जुन स्टेप छ त्यो स्टेपसम्म चाहिँ यो मन्त्रालयले चाहिँ बनाइदिने हो। त्यसलाई चाहिँ हुर्काउने, जसरी कि हामीले चाहिँ आफ्नो छोराछोरीलाई कसरी हुर्काइन्छ त्यो सबैलाई थाहा छ त। छोराछोरीलाई चाहिँ पहिला अब जन्मेपछि चाहिँ अब हिन्डुल गर्ने बनायो। अब हिन्डुल गर्ने सक्यो भनेदेखि स्कुल पठाउनु पर्यो, नर्सरीदेखि पढाउँदै लग्यो। अब प्राथमिक विद्यालय, प्राइमेरी स्कुल, अब माध्यमिक विद्यालय पढायो, कलेज पढायो गर्दै त्यो कलेज पढाउँदैसम्म त हुर्काइन्छ नि त, त्यो हुर्काएको हो नि। त्यसरी कसैले कुनै नयाँ चाहिँ चिज गर्न चाहन्छ भने त्यसले चाहिँ नहुर्किँदैसम्म त्यसलाई चाहिँ के कसो गर्नुपर्छ त्यो एउटा उपायले हुँदैन, विभिन्न उपायले चाहिँ त्यसलाई हुर्काउने हो र हुर्काएर त्यसले चाहिँ गरिखाने हुन्छ अब भनेर गरिखाने भयो भनेदेखि त्यसलाई चाहिँ हामीले उद्योग मन्त्रालय मार्फत कुनै एउटा छ अहिलेको चाहिँ के भन्छ स्टार्टअपहरूलाई सहयोग गर्ने भनेर वर्ष अहिले मात्र होइन, उद्योग मन्त्रालयमा पनि धेरै वर्षदेखि चाहिँ 2-4 करोड 5-10 करोड रुपियाँको त्यो बजेट छुट्टै रहन्थ्यो। तर के भयो भने उनीहरूले त्यो पैसा खर्च गर्न सकेन। किन भन्दाखेरि त्यो स्टार्टअप हुनको लागि त्योभन्दा पहिलो प्राथमिक कदम भनेको चाहिँ के हुन्छ भन्दाखेरि इनोभेसन गर्नुपर्छ। इनोभेसन गरेर सफल भएकोलाई मात्रै बल्ल स्टार्टअपमा लैजाने हो। यसका धेरै मोडेलहरू छन्। त्यो मोडेलहरूमा नेपालमा चाहिँ कुन मोडेलहरूले चाहिँ काम गर्छ त्यही अनुसार चाहिँ हामीले काम गर्दै जाने हो। सबै म चाहिँ तपाईँहरू मार्फत आज पहिलो दिन म के अनुरोध गर्छु भने लु कसलाई दिमाग चाहिँ घुमिरहेको छ हैन, नयाँ आइडियाहरू आएर चाहिँ नयाँ केही जोसोर जाँगरहरू गर्न चाहिँ जोस जाँगर चलिरहेको छ, यहाँ तयार हुँदै गर्नुहोस्। अब बिस्तारै यहाँ आएर चाहिँ हामीले राम्रो आइडिया लिएर आउनेलाई जसरी हुन्छ भन्दाखेरि सकेसम्म, किनभने बजेट कम हुन्छ। अब सबैले चाहिँ अस्तिको बजेट भाषणमा मात्र गर्ने होइन नि त, मन्त्रालय पनि त चलाउनु पर्यो त। सबै चलाउने त होला, कसरी बनाएको छ त्यो ओएम गर्दाखेरि। त्यस कारणले अब त्यसबाट कति सके धेरैभन्दा धेरै पैसा प्रशासनतर्फ एकदमै कम र रिसर्च इनोभेसनपट्टि चाहिँ बढीभन्दा बढी पैसा खर्च हुने गरेर चाहिँ अब कार्यक्रमहरू बनाउँदै जाने हो। यसमा चाहिँ यो प्रतिभाशाली एकदमै यो फिल्डको मान्छेहरू स्वदेशमा भएको विदेशमा भएको सबैलाई चाहिँ म आह्वान गर्छु, बिस्तारै नआत्तिकन तयार हुँदै गर्नु होला म भन्ने आह्वान गर्छु। ल यति हो मेरो। यहाँ सुत्ने त यहाँ यति भए पुग्छ क्या। यो सबै फर्निचर त चाहिन्न नि मलाई। एउटा मलाई चाहिँ के त एसी त चाहिन्छ। हामी नयाँ ठाउँ हो, अब ल भइहाल्यो क्या फेरि। ल एसी भएको छ भने त यहाँ विज्ञान प्रविधि तथा प्रवर्धन मन्त्रीज्यू मन्त्रालयमा बस्नको लागि आफ्नो वेतन किचन लगायत कुन चाहिँ कोठा फाइनल गरियो? त्यहाँ उतापट्टिको पक्का आज यहीँ बस्नुहुन्छ? आज अलि ओछ्यान भएन छ, भोलिदेखि आज उतै आविष्कार केन्द्र जाने यहाँ ओछ्यान खै अब अलि बिहानै थाहा भएको भन्नुहुन्थ्यो, ढिलो भयो। यहाँ भयो, यो अफिस यो भयो, ल जहाँ भयो नि भइहाल्यो। खै किचन कहाँ छ? ए ल भइहाल्छ, बल्ल ड्युटी पाइने भयो।
ए भइहाल्यो ल ठिक छ यहाँको लागि पनि हुन्छ होइन मैले त बिहान 8 बजीभित्रमा खाइसक्छु बेलुका 9-10 बजीतिर खाने त किचन ठिक छ मन्त्रीज्यू ठिक छ गोठामा बसेको मान्छेलाई यस्तो किचन भइहाल्छ ल भयो होइन जाने अब यताबाट त्यस्तै ल होइन ल दुःख नमान्नु होला है अब म चाहिँ अलि दुःख दिने मान्छे छु कला विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीज्यू विज्ञान प्रविधि मन्त्रालयमा पदभार ग्रहण गरे पश्चात कतै हुनुहुन्छ भने उहाँले आफूले यही मन्त्रालयमै बसोबास गर्ने भनेर कोठाहरू पनि हेर्नुभएको छ। सम्भवतः भोलिदेखि उहाँ यसै मन्त्रालयमा खानपानको व्यवस्थासहित पहिला शिक्षा मन्त्रालयमा बसे जसरी नै बस्ने जानकारी उहाँहरूले गराउनु भएको छ। बाई बाई मन्त्रीजी बाई बाई हात लाउनु न यार हात लाउनु पऱ्यो मन्त्रीजी एकचोटि मन्त्रीजी हाँस्नु भयो है हाँसेको हेर्नु पायो मजा आउनु पऱ्यो।